Hello guys, welcome back to my another vlogs. आज हामी जाँदैछ जाबुक। दिदी चढ्दैछ हैन, म त एकैचोटी गाडीमा आएर मात्रै भ्लग बनाउन थालेको क्या। घरबाट बनाउनु पर्ने रहेछ, थाहै भएन। यो चाहिँ जागरिप गएको छ। सिधै डाइरेक्ट जाने जाबुक जाने गाडी चाहिँ पाएन, सो यसैबाट जाने हो। हाम्रो चाहिँ बस नभएर हामी चाहिँ जाबुक जान लागेको मान्छे यहाँनिर अन्त कुन ठाउँमा आएर ट्रेन हेर्दैछौँ। यो चाहिँ ट्रेनको पट्री हो, ट्रेनको पट्री। दिदीहरू हिँड्न नाच दामी पाराले त्यो दुइटाले हामीलाई किन त होइन जोस् देखे छैन होला है। यहाँबाट म देखेँ त अवश्य देखेँ होला है। हामी चाहिँ चक्लेट किन्नलाई यसो घुम्न जानु पर्यो भने हिँडेको। अनि त्यसपछि त जानु खोजेको ऊ कहाँनिर हो टिकट काट्ने ठाउँ हेर्दै हिँड्दा छैन। यस्तो देखेको छैन मलाई। ए देखेको रहेछ ल, साइन्स झ्यालमा हेरेको के। ऊ ल ल ल ल यही हो ट्रेन स्टेसन। टिकट यत्रो हो अरे। हामी सबजना अलपत्र भइरहेछ कि टिकट काट्नु ठाउँ त होइन बिल्लाएर तिनीहरूले हेरिरहन् के हेरिरहन्। यो चाहिँ ट्रेनको पट्री होइन, खतरा छ ट्रेनको पट्री। ऊ ल ल ल ल यही हो युरोप। यस्तै छ। 8:30 बजी हिँडेको, ठ्याक्कै 8:30 नि 1 घन्टामा आइपुग्दो रहेछ यहाँ है दिदी। हाम्रो ट्रेन चाहिँ यति बजेको छ जाबुकवाला ट्रेन होइन। हामी चाहिँ ऊ त्यो ठाउँमा जानुलाई छौँ। त्यो ठाउँ जानलाई चाहिँ यहाँबाट जाने हो। गाइसहरू यसरी हिँड्नुपर्छ, दौडी त्यो अहिले नयाँ चलेर यसरी हिँड्छ नि हेराइज। अब कस्तो ढुङ्गे आवाज खतरा साउन्ड सुन्दो रहेछ यहाँ त। नेपालमा पनि अन्डरग्राउन्ड छ नि, थाहा छैन तपाईँहरू। त्यहाँनिर त मार्केट चाहिँ यहाँ खाली यति भयो त मार्केटै हुन्छ त्यहाँ त। आइसक्यो कति छिटो ल छैन होला अन्डरग्राउन्ड। छु गएको जागिर जाने बेलामा छिरेको। एक घन्टाको वेट पछि आउँदैछ ट्रेन जाबुक जाने। ए कपाल बिग्रेर उडेर कपाल हैरान के भयो केही बुझ्नु सकिरहेको छैन। ऊ पारिबाट आउँछ, यताबाट आउँछ कि यताबाट आउँछ, कताबाट आउँछ? चलो हामी चाहिँ जाबुक आएर पनि झरिसक्यो होइन। अनि ट्रेन चाहिँ यहीँ कति चढेको 2 सेकेन्ड भएको चाहिँ झरिसक्यो। अन्त क्या हाल्छ जस्ट ठिक छ। जस्तो अन्डरग्राउन्डबाट जाने बाटो हामी उताबाट जाने होइन र दिदी। उता पुल रहेछ, पुल रहेछ। यही हो जाबुक भन्ने ठाउँ चाहिँ होइन। अनि हामी चाहिँ यहीँ घुम्न आएको हो आज 4 जना दिदीबहिनी भएर होइन। दिदीहरू चाहिँ मस्त हिँडिरहेको छ, म यता हिँडिरहेको छु। अहिले न म कस्तो देखेको छु मैले, मेरो इयरबड कहाँ घुसाएर पनि थाहा छैन है। गाडी आइरह कि माथि आउनु न, किन रङ वेमा हिँड्यो र। यहाँनिर चाहिँ कस्तो राम्रो मार्केटहरू छ अरे भनेर मार्केट हेर्न आएको हामी खास गरी। अब कतिको मार्केट चाहिँ कस्तो खालको मार्केट चाहिँ थाहा छैन। फर्स्ट टाइम जाँदैछौँ हामी। मलाई चाहिँ मेरो साथीहरूले भ्लग बनाउँदाखेरि तेरो साउन्ड क्लियर आउँदैन भनेर भनेको थियो। त्यही भएर चिच्चाइ बोल्नु पर्ने हुन्छ है गाइजहरू। कस्तो खतरा त्यो पुल है। त्यो पुल चढ्दाखेरि तपाईँको त्यही होइन पुलमा टिकटक बनाउनु सपना खै यता हेर्नु त। तपाईँको त्यो पुलमा बसेर टिकटक बनाउनु सपना होइन। सुरु गर्ने पनि त गरौ। आरिगातो गोजाइमास।
बुढाहरूले हामीलाई चाइनिज आरिगातो गोजाइमासु भन्दाखेरि के त्यसो अरे अब यो उयो पुलमा चढ्न जानु अरेको नानी सगरमाथा यस सगरमाथा कति सङ्घर्ष गर्यो भन्ने के थाहा बाई konnichiwa arigatou gozaimasu dobro dzień and bok यो जाबुक भन्ने नाउ चाहिँ यही हो फोटो खिचेर आइसक्यौँ दुईजना हामीले नि एक दुईवटा फोटो खिच्यौँ मजाले अब यस्तो हावा चलेको कि कस्तो राम्रो देख्छ यहाँ ल स्लो मोसन भ्यू चाहिँ 365 भन्ने हानिदिउँ न यस्तै छ हामी चाहिँ मार्केट जानु लिडल भन्ने जान आँटेको पहिला ऊ त्यो उयो लिडल जुन यो लेखिरहेछ नि लिडल हो त्यहाँ जान आँटेको पेट पूजा गऱ्यौँ ससेज खुवाछ त्यो खाइदा खान्थ्यो लिडलमा जान आँटेको ए मकै सकेन हेर नि यहाँबाट मकै हेरेर हुन्छ अच्छा लिडल हो लिडलभित्र छिर्यो हामी चाहिँ मेरो मनलाई चार्जै थोरै छ हौ चक्लेट लाइन हेर्नु जानु पर्यो ऊ यहाँ रहेछ त चक्लेट ओ यहाँ रहेछ त चक्लेट तर होइन यार थोथो रहेछ मार्सिमेलोहरू छ रफेलो 5 युरो यार रफेलो 5 युरो रे 6 युरो सानो त्यो रफेलो उसमा सस्तो छ मार्सिमेलोहरू मिन्टवाला चक्लेटहरू सबै रहेछ पहिले भनेको खालको गाईवाला चक्लेट यहाँ महँगो रहेछ यार यस्तो चक्लेट त 2 युरो रहेछ क्यान्डीहरू खाने यो बोकै त्यहाँ के लिनु देखा यस्तो त उतै पाइहाल्छ नि उयसमै पाइहाल्छ नि यो त प्लोड एन्डमा स्पारमा रेट छैन यिनीहरूको मैले चाहिँ यो सामान लिएन यति धेरै अझै भित्रको अर्को झोलाहरू छ दिदीहरू लिएको छ हामी अहिले टेरीमा आएको यसमा चाहिँ यहाँ चाहिँ बच्चाहरूको सामानहरू धेरै पाउँदो रहेछ अहिले चाहिँ धेरै गरम भइसक्यो मैले भने कार्ड यस्तो भइसक्यो लिडल यो टेरी यस्तरी सामानहरू बोकिराखेको छौँ जाँदैछौँ अब मजाले अझ अर्को मार्केट जानु भइसक्यो लास्टै जाउने रहेछ सपिङ भइसक्यो हाम्रो गाडी त्यहाँ रेडी छ दिदीहरू यहाँ छौँ सबै धुलो पिठो भइसक्यो अनुहार अब घर जानु बाजेलाई कस्तो टाइम लाग्यो बिहान जुन गाडीमा आएको त्यही गाडीमा फर्केछ हाम्रो सामान चाहिँ लास्टै धेरै भयो यसपालि त अब यो होइन तर सानो खाले हुन्छ कि यो चक्लेटहरू चक्लेट सबै हो है यो लास्ट सपिङ अब चाहिँ घर जाने अन्तिम समय दिन गएकोमा छन्द छ जोस अलिअलि यति नै आजको लागि चाहिँ यति नै अँध्यारो भइसक्यो 5 बजी त्यही नै ओपर अँध्यारो भइसक्यो धेरै नै हिँड्यो घर गएर पनि ड्रेस चेन्ज गरेर आइसक्यो फेरि अनि यो चाहिँ घर नजिकको मार्केट हो यो फ्लोडाइन चाहिँ घर नजिकको मार्केट हो अनि त्यसपछि त्यही हो अब हामी घर जाँदैछौँ आजको लागि भ्लग यहीँसम्म हुनेछ खासै इन्ट्रेस्टिङ भ्लग छैन तैपनि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद फेरि पनि अर्को नयाँ भ्लगमा भेट्ने नै छु हस् त जय नेपाल